नमस्कार सम्पूर्णलाई म आकाश अर्याल। आज हाम्रो विवश भाइको शुभ जन्मदिन। यस शुभ जन्मदिनको अवसर पारेर भाइले चाहिँ मलाई दाइ म केही सहयोग गर्न चाहन्छु, कोही त्यस्तो परिवार छ भने मलाई सम्पर्क गराइदिनु होला भन्नुभएको थियो र मैले भाइलाई चाहिँ बाबुहरूसम्म लिएर आएको छु। उहाँ बाबुहरूको घरमै। बाबुहरूको घरको अवस्था हजुरहरूलाई त मैले पटक पटक मेरो भिडियो मार्फत देखाइसकेको छु। उहाँहरूको अवस्था एकदमै नाजुक छ। यो बाबुको बुवा केही समय अगाडि मात्रै क्यान्सर रोगले बित्नु भएको हो। आमाको छोरा बित्नुभयो, बाबुको बाबा बित्नुभयो। आज यस दुःखद घडीमा भाइले आफ्नो तर्फबाट सहयोग गरेर यी बाबुहरूको मुहारमा थोरै भए पनि मुस्कान दिने कोसिस गर्नुभएको छ। आदरणीय दाइ तुलसी दाइ पनि आउनुभएको छ। दाइले पनि एकदम नमस्कार टक्राउन चाहन्छु। र आजको यो मानव सेवा अभियानमा हामी सबैजना जोडिएर चाहिँ यो बाबुहरूको लागि नयाँ कपडा किन्ने कोसिस गर्दैछौँ। हाम्रो विवश भाइको पहलमा है यो चाहिँ विवश भाइले। ल सबैजनाले हाम्रो विवश भाइलाई चाहिँ जन्मदिनको शुभकामना दिनु होला। ल ल ह्याप्पी बर्थडे भाइ। ल सबैजनाले ल जामिन बाबु अब अङ्कलको अटोमा चढ्ने। आज नयाँ नयाँ कपडा किन्ने है। ल आउनु। ल बस 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 बस। ल बस बाबु। ल बस पियो त्यो ढोका लाउनु। ढोका लाएर ड्राइभर को हो यहाँनिर? को ड्राइभर? म ड्राइभर हो त। ल